धेरै भिड छ के मन पर्यो विशेषता Hello guys, it's me Raj Bahak. Welcome to my vlog. हामी चाहिँ आज छौं कलेजमा अनि हाम्रो चाहिँ भर्खर फर्म भरेर सक्यो हैन कस्तो शान्त अनि हाम्रो चाहिँ 5 गते भोट हाल्न आउनु भनेर यहाँ सबै दाइहरु नमस्कार नमस्कार ठोक्नु भएर जिन्दगी नबोल्ने दाइहरु पनि अनि उ चाहिँ अब घर जान्छे अनि उ डल म बार्बी डल यता हेर त बार्बी डल सँग चाहिँ म अब शपिङ गर्न जान लाग्छु हामीहरु जादै छौं अब विशेषता कहाँ जानला यसको चाहिँ अलि फुत्के गाइज के त्यो चिन्ता नलिनुस् कम साथीहरु हैन उले मलाई फुत्काको हो उसले हो मलाई पुरानो बेन्चमेट हो अनि उले कतले भइसक्यो उसको त पहिल्यैदेखि हो हैन धेरै कति मात्र अलि ठीक भए नत्र पहिला चाहिँ पुरै गएको थियो हैन त त्यही हो के भयो ल कस्तो राम्रो फुल फले अनि कस्तो राम्रो फुल फले अनि गाइज अघि चाहिँ सरी फुले अनि के भन्छ आजको मौसम एकदम पुरै हट छ हैन उ जस्तै हट छ हामी के भयो यार रोडमा हिँडे सजाइदिनु शर्माउँदै निउरी रह गर्मीले गर्दा मैले पियो खाइरहेको छु उसले कुल्फी खाइरहेछ अनि एउटा आफ्नै दुनियाँको मान्छे चाहिँ त्यहाँ कति गर्मी सो गाइज हामी चाहिँ 5-6 मा आइपुगिसक्यौँ अनि एकदम धेरै भिड छ के मन पर्यो विशेषता हेर भन्दै न फेरि त्यस्तै रियाक्सन के हेर बर प्याक यार मलाई स्कर्ट थ्याङ्क यू अब कता राख्दै यार यो केटीले हाम्रो विशेषता म्यामले चाहिँ ब्लेजर ट्राई गर्नु भएको छ पछाडि फर्किदिनुहोस् त वाउ Oh my god! Wow! उसको फेरि क्रप टी सर्ट थियो संसार छुट्टै छ are in Galaxy Footwear. Galaxy Footwear. हामीहरु चाहिँ Galaxy Footwear मा छौं विशेष चाहिँ खोइ के सुज लिने रे मलाई चाहिँ लोफर मन पराएको थियो तर त्यसको क्वालिटी उफ छ यहाँबाट चाहिँ हामी अब भोक लागिरहेछ सो यहाँबाट जुत्ता लिइसकेपछि हामी खान जान्छौं राम्रो जुत्ता रहेछ तर अहिले मलाई चाहिएको छैन यो किन लाग्यो विशेषता तिम्रो ह्यान्डसँग नि म्याच गरेर यता हेर्देऊ त आज त बार्बी भनेर डुलिरह यार यो केटी इन माई बार्बी वर्ल्ड ओ बार्बी गर्ल I'm a Barbie girl in my Barbie world. मलाई किन्देऊ रे मसँग पैसा छैन ल प्रभु 2000 years later. उसको catwalk. I'm a Barbie girl in my Barbie world. ये सब क्या देखना पड़ रहा है अच्छा है मैं अंधा हूँ चटपटे खाँदैछु हाउ वाज द चटपटे 10 out of 9 out of 10 ओ गाइस हामीले चाहिँ यहाँ मैले चाहिँ प्यान्ट लिए स्कर्ट मन परेन अनि उसले चाहिँ यहाँ सर्ट एन्ड टपर ल्याएछ अनि यहाँ राम्रो राम्रो टी सर्टहरू पनि छ नयाँ स्टक आउनु लाग्यो पछि टी सर्टहरू लिन आउनुपर्छ आज त्यो
वाला मन पर्यो तर कलर मन परेन कस्तो गरिम भए बेकार यो ज्याकेट लाएर आएछ अब चाहिँ हामी कता भने पहिला सुरु औषध लिन जान्छौँ अनि मिनियन्स क्याफे जान्छौँ अर मिनियन्स क्याफे जान्छौँ अनि मात्र औषध लिन जान्छौँ हामी चाहिँ विशेषताको मोबाइलमा होइन के हालेर राखेर विशेषता पप सकेट र त्यो चाम झुन्डिनी अनि त्यो चाहिँ होइन अङ्कलले चाहिँ हाम्रो अङ्कलले चाहिँ होइन 100 भन्नुभएको थियो अनि आन्टीले चाहिँ 200 त्यहाँ झन्डै डिस्कस गरे म त यस्तो के 100 मा आउँछ अरे मैले अनि अङ्कलले त्यही भनेपछि मलाई के भन्नु त अङ्कलले त्यही भने हो भने रिस उठ्दा यहाँ आउनु होला सेल लागिरहेछ त्यहाँ चाहिँ कहिले नजानु होला म नाम राखिदिन्छु अब चाहिँ हामी हजुरआमाको लागि औषध लिन जान लाग्यो अनि त्यहाँबाट औषध लिएर चाहिँ टाइम भयो भने हामी जान्छौँ बर्गर खान टाइम लस त त्यहीँ अङ्कलकै भयो त्यही उसको मोबाइल लु गर्नेमै यो हाले 100 रुपिसको फाइनली हामी औषधी पसल आइपुगिसक्यौँ हामीले औषधी पनि ल्याएर आइसक्यौँ होइन अनि त्यसपछि हामी चाहिँ जाँदैछौँ मिनियन्स क्याफे फाइनल्ली अस्ति नैबाट आउने भन्दा मिनियन्स क्याफे आएकै थिएन हामी आउँदैछौँ म चाहिँ यहाँ जहिले आएर केही खाँदैन ओन्ली बर्गर खान्छौँ अनि जान्छौँ आज पनि त्यही हो बर्गर खाने जाने एकदम राम्रो छ यहाँको एम्बियन्स एकदम कोजी प्लेस छ तर एकदम राम्रो छ हाम्रो बर्गर चाहिँ कतिखेर आइपुग्छ थाहा छैन हाम्रो चाहिँ यहाँ ट्याक्क लाएर टाइम ल्याप्स स्टार्ट भइसक्यो अनि उहाँको चाहिँ मेकअप यहाँ चाहिँ मेरो के बहाना हुन्छ थाहा छ हजुरहरूलाई पनि छिटो खानु छ मिठो खानु छ भने आउनुहोस् गाडी जान लाग्छ भन्नुहोस् अनि खाना छिटो पाइन्छ मैले पनि भर्खर त्यही भनेको थिएँ दिदीलाई कस्तो राम्रो एम्बियन्स छ हेर्नु न लाइक यहाँ के मन्दिरमा ढोग्न जाँदाखेरि चिल्लर उठाएको पैसा यो होइन यो 5 रुपियाँ पनि मन्दिर गएर ढोगेपछि क्या रे भिख मंगिया क्या देख रहा है हाँ हलवाई क्या हैन त्यो भिख माग्या हो त तिमीले त्यो मन्दिर भगवानलाई चढाउँछ नि 10 को यो अनि यो अनि यो आज काम गर्छु कि म त्यहाँ उसले त्यही गराएछ अनि त्यो पैसाले चाहिँ हामी बर्गर खान आउँछ थ्याङ्क यू साथी यस्तै काम गर्दै जाऊ ल फाइनली गाइस हाम्रो बर्गर आयो गाइस हाम्रो चाहिँ बर्गर आइसक्यो अनि यसको चिल्लर पैसा चाहिँ गनिँदैछ बर्गरको लागि यो चिकन बर्गर बफ बर्गर पुग्नु पर्यो नि त पैसा उसले दुईटै बर्गर खुवाउन लानेवाला होइन मन्दिरको पैसाले यार भाई साहब कुछ ज्यादा नहीं हो गया मतलब कुछ भी तिमी बेजा खाने पर्स त फेरि हेर दुईटा पर्छ उसको दुईटा पर्छ एउटामा चाहिँ आफ्नो पैसा अरे एउटामा चाहिँ मन्दिरको पैसा शपिङ देखाइदिनु हाम्रो टपिङ अनि कामहरू सबै सकिसक्यो कलेजमा 5500 दुईजनाको गरेर 10,000 खत्तम म्याथमा त्यत्रो 50 खेल्छ खत्तम 50 सीएम बिग्रेहाल 61 मात्रै सीएम बिग्रेहाल 61 मात्रै के बोले भाई अब के बोले
अनि त्यसपछि हाम्रो चाहिँ सबै काम सकिसक्यो अनि हामी सङ्गम चोक आइसक्यौँ होइन अनि ऊ चाहिँ हटिया जान लाग्छ म चाहिँ अब घर जान्छु सो यहाँसम्म हुन्छ हामी चाहिँ सँगै होइन सो दिस मच फर टुडे भन्ने बेला आयो होला सायद होइन सो दिस मच फर टुडे